गाइज वेलकम टु माई तिहार भ्लग। आज हो लक्ष्मी पूजा अनि म यहाँ नुहाई वरि हल्का फ्रेस भइसकेँ। आज बिहान उठेर हामी बुढाबुढी पुरै घरहरू सफा गऱ्यौँ मिलेर गाइज होइन। अनि आज हो लक्ष्मी पूजा, भ्याइन भ्याइ छ दिनभरि। मैले के गर्दैछु म देखाउँछु। अनि यहाँ बनाउँदैछु म पनिर। अनि यहाँ मैले भिजाएर राखेको छु आलु अचारको लागि। पनिर दाल पाकिसक्यो। अनि यहाँ प्रसादको लागि भनेर साबुदाना भिजाएर राखेको छु। थोरै पकाउँछु गाइज किनभने हामी जम्मा 2 जना छौँ नि त, त्यही भएर प्रसादी। पूजा भाँडा पनि माझेर सुकाइसकेको घाममा लगभग सुकि पनि सक्यो। दियो चाहिँ जम्मा 6 वटा जति भिजाएँ सुकाएँ होइन। गाइज हल्का हलमा चेन्जेस छ। भित्रको ऱ्याकलाई चाहिँ बाहिर ल्याएर हलमा राखिसकेका छौँ हामीले। लगभग 1 वर्षपछि नै डेकोरेसन गरेँ होला मैले। अनि यहाँ हेर्नुहोस् गाइज, सान्तनाले चाहिँ मेरो छोरी हुन्छ भनेर अलरेडी नै उसले प्रेडिक्ट गरिसकेकी छ अनि गिफ्ट लिएर आएकी छ। कस्तो क्युट छ, छोरा भयो भने पनि लगाइदिन्छु होइन। अब त्यस्तै हो, मिलाइकन राखेको छु। अनि यो बाहिर एकदम धुलो भएर अलि धेरै नै धुलो भयो, बिग्रिन्छ जस्तो लाग्यो, त्यही भएर भित्र नै राखेको थिएँ। अर्को पनि मैले यो इङ्गेजमेन्टको चाहिँ यो पनि भित्र नै राखेको थिएँ। यो पनि अलि फेड भयो जस्तो फिल भयो, त्यही भएर। अनि यो प्रेग्नेन्सी फोटोसुटको फोटो दुईवटा चाहिँ सेम यो नै एकदम बेस्ट लागेको त होइन, तर मैले सेम नै देखोस् भनेर यहाँ राखिदिएको छु। अनि यही हो गाइज, मेरो अहिले हलमा छ। हल पनि राम्रो देखाएको छ यसले गर्दा पनि। आज बिहानै उठेर बुढाबुढी हल्का सरसफाइ गऱ्यौँ। यहाँ पनि छ गाइज, मैले एकदमै क्युट लागेर अनलाइन अर्डर गरेर मगाएको। यो कुन फोटो मन पऱ्यो भन्ने कुनै फिक्स नै छैन, हरेक फोटो मन परेर त्यो आफ्नो सुटको, त्यही भएर 5 वटा यहाँ 2टा त्यहाँ त्यसरी राखेको छु। अनि यहाँ बुवा र मम्मीको अस्ति खिचेको फोटो एकदम मन पऱ्यो, यो पनि बनाएँ। अनि यहाँ चाहिँ हल्का पूजाको सामानहरू छ जुन हामीले अस्ति भाटबडीबाट किनेर लिएर आयौँ। यो दियो मलाई कस्तो सस्तो लाग्यो अरू ठाउँभन्दा, 100 रुपिसमा 4 वटा। यो मोमबत्ती अलरेडी छ, यो त 2-3 वर्ष नै पुग्छ होला, शुभ लाभ होइन। यो चाहिँ इलेक्सनमा हामी डेकोरेसन गर्छौँ। रङ्गोली त अब बनाउन मलाई आउँदैन, घरमा त बुवाले कस्तो मजाले बनाइदिनु भएको थियो। यो चाहिँ स्टिकर टाँस्छौँ। यो चाहिँ पूजाको केही सामग्री, यो कौडा। अनि यहाँ शुभ दीपावलीको स्टिकर छ, अहिले टाँस्छौँ। अनि आज चाहिँ म यो धोती लाउँछु भन्ने सोचेको छु गाइज, रेड होइन। अब इफ सके भने लाउँछु, नभए कुर्ता सल पनि चेन्ज हुन सक्छ, ठेगान छैन गाइज। तर मलाई धोती नै लाउनु मन लाग्छ, झन् आज लक्ष्मी पूजा किन मन नहोस्। यहाँ अब लगभग पाकिसक्यो, अब एकछिनमा। अनि अचार पनि बनाएँ गाइज। अचार त यस्तो देखेको छ। अब हामी बुढाबुढी खान्छौँ। एकछिन मैले फ्रिजमा राखिदिएको थिएँ अचार, चिसो मिठो हुन्छ भनेर। अब बुढाबुढी खान्छौँ, त्यसपछि पुरै घरको डेकोरेसनतर्फ लाग्छौँ। मेरो बुढा चाहिँ चाडपर्वमा ढाका टोपी नलाइकन बस्नु हुँदैन भन्ने विचारधाराको। यता हेर्नु त कस्तो राम्रो देखिरहेको छ राजालाई। हेर्नुहोस् गाइज, मेरो बुढालाई कहाँबाट ढाका टोपी यति पुरानो भेट्यो, नयाँ खोजिदिनु पर्ने छ लाउनलाई। अब हामी खान्छौँ, त्यसपछि धमाधम कामतर्फ लाग्छौँ। मेरो बुढा जान्छ बजार, गइहाल्नु है खाएर, पसल बन्द हुन्छ अनि गएर। गाइज यसपालि चाहिँ यहाँ हलमै पूजा गर्ने निर्णय गरियो। अब मैले त पूजा गर्न मिल्दैन, म चाहिँ मिलाइदिने हो सबै। अनि मेरो बुढाले पूजा गर्नुहुन्छ गाइज। सबै सामानहरू ल्याइसक्नु भएको छ। अब म यहाँ रेडी पार्छु अनि देखाउँछु है कसरी रेडी गरेँ भनेर। तयारी भयो गाइज। कोठाभित्र भन्दा त यहीँ बाहिर कस्तो राम्रो गरी देखियो पनि। यो दियो चाहिँ मैले अहिले यसै राखेको हो, बाहिर बाल्न लाग्यो गाइज, अहिलेदेखि नै रेडी पारेको। यो पूजाको सामग्री, यहाँ पान। अनि नयाँ नोटको नाममा यही छ।
यहाँ सौभाग्य अब प्रसादी पकाउँदैछु गाइज अलि माथि होला कुर्सी चाहिन्छ होला बुढो चिप्काउनलाई ठोक्नुपर्छ नि त हातले मुठीले ल अलिकति गडबड भयो नि गयो भिडियो बनाउँदै छु भयो भिडियो बनाइ गयो फिक्स भइसक्यो भिडियो नबनाउनु पैसा लिएर ल्याउँदिनँ म कैँची अघि त हिरो बनिरहनु भएको थियो भने चाहिँ कुर्सी र त्यो लिएर आउनु गाइज हेर्नु यो नाक पनि हाम्रो भाइले एकदम सेल्फ मेड हो राजा लाउँछ यस्तो राजा अमेरिका पहिला पिएचडी यस्तै त्यही त हजुर ठिक छ अनि बिचको चाहिँ यत्तिकै हावाले खस्दैन त्यो बिचको पनि एउटा निकाले भए ठिक्क हुन्छ अर्को पनि लिएर आउनु त्यहाँ तल भुइँवाला 50 लियो यसको पहिला आधा सक्छ अनि ठ्याक्कै थाहा हुन्छ नि त पछि निकाल्नु पनि सजिलो हुन्छ थाहा छैन जब सक्यो त सक्यो हजुरलाई हरेकचोटि एउटा एउटा अनुसन्धान गर्नुपर्छ त्यो पैताला चाहिँ हेरेर गर्नु अरू मलाई केही थाहा छैन अलि यता 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 कहाँ बीचमा हेर्न सेन्टर ठ्याक्कै ठिक छ पैताला हल्का टेढो भयो क्या ठिक छ क्लियर ल भयो टिक सिधा हो कि भएन अझै ठोक्नु न अझै चिप्काउनु क्लियर यहाँनिर ठिक छ अलि माथि धेरै भिज त्यो भएन टाढा छिप्किन्छ कसरी त्यो कसरी नजिक अलि टाढा ठिक हुन्छ है बिचमा एउटा लक्ष्मीको पैताला तर ठिक छ नै ठिक छ ल ठोक्नु त्यसरी ठोकिसक्यो 10 चोटि ठोक्ला ठ्याक्क दुईटा कुनै सेन्टर अलि यसलाई मिलाएर गर्नु न ठिक छ नजिकबाट हेरेर हुँदैन दुईटा होस् के दुईटा यहाँ त्यसो एउटा त्यहाँ गर्नु एउटा त्यहाँ सिधै छ ल ठिक छ ठोक्नु एउटा यहाँ ठोक्नु ठिक छ अलि अगाडि अझै त्यो सानो खुट्टा रहेछ मोटो खुट्टा रहेछ छ कि नै भने ल ठिक छ के फरक पर्दैन ल भयो अब मेरो तयारी सक्यो गाइज यहाँ साबुदानाको खिर पनि बन्यो प्रसादी गाइज म भए रेडी लगाइन धोती मेरो बुढा हुँदै हुनुहुन्छ रेडी सबै चिज रेडी भइसक्यो साँझको 6 बजेको छ 6:52 साइज छ पूजाको अब चाहिँ हामी रेडी भएर दियो बाल्छौँ त्यसपछि मैले पूजा गर्न मिल्दैन मेरो बुढाले पूजा गर्नुहुन्छ गाइज पोहोर घरमा मैले पूजा गराएको थिएँ मेरो पहिलो तिहार एकदम रमाइलो थियो आज त्यसको ब्लग पनि हेरेँ मैले अब यो तिहारको चाहिँ हल्का फुल्का ब्लग छ
काठमाडौँको पहिलो तिहार हो यो चाहिँ। अनि रेडी भयो भनेको आधा घन्टा आधा घन्टा हो मैले भनेको, अब मलाई रेडी हुनु। अनि मैले लगाएँ यो कुर्ता सुरुवाल, रक्षाबन्धनमा लगाएको वाला। धुती लाउन त मन थियो तर फेरि अल्छी लाग्यो गाइज, अप्ठ्यारो पनि हुन्छ, आखिर मैले पूजा पनि गर्नु छैन, त्यही भएर। अनि अहिले एक्लै लाउन पनि गाह्रो हुन्छ। हेलो गाइज। केही नलाए नि तिलहरू चाहिँ लगाइहालेँ गाइज। कुर्ता सुरुवाल पनि राम्रो थियो। बाहिर पुरै अँध्यारो भइसक्यो। पहिला दियो बाल्छौँ, त्यसपछि पूजा गर्छौँ। बडो सरलाई कहिले सुरुवाल भेट्दैन, कहिले टोपी भेट्दैन, दिमाग खराब भइसक्यो गाइज। यो चाहिँ मैले बाहिर त्यो रङ्गोलीमा स्टिकरवाला रङ्गोलीमा बाल्नु भनेर लिएर आएको। अनि यो दियो चाहिँ 6वटा जति बाल्छु अनि बाहिर राख्छु। त्यसपछि बडो सर पूजा गर्न बस्नुहुन्छ। म चाहिँ आज पुरै त गाइज। अनि माई बुढो जल्छ रेडी। यहाँ आउनु न, कहाँ जानुहुन्छ? ढाका टोपी बिना बिहानको ढाका टोपी भन्दा यो ढाका टोपी चाहिँ मस्त देखाएको छ मेरो बुढोलाई, हिरो। ल मेरो यसो हल्का फुल्का भिडियो बनाइदिने यहाँ। म बाल्छु कि पहिला? छिटो भइसक्यो यसरी त काटिहाल्छ त बुढी। के अनुहार पनि काटिन्छ कि यो पनि काटिन्छ? गरौँ के? ठाडो बनाइ हुन्न? ओइ अनुहार काटिहाल्यो, अब त्यो के गरौँ भन आफै। सुरुवात त अँध्यारो भयो त बत्ती त बाल्नु पऱ्यो नि त। त्यो मेरो एउटा पनि भिडियो राम्ररी बनाइदिनु न। उसैको खालि ब्लग हुन्छ, मेरो त कहिले पनि उज्जवला चाहिँदैन, उसैलाई त हुन्छ। कसरी बनाउने अरे अब भिडियो पनि बनाउन आउँदैन। मैले त बनाइरहेको छु त, कसरी अनुहार कटिरहेको छ? यत्रो हाइट हुँदाखेरि पनि। हात पोल्ला हजुरलाई थाहा छ त्यो कुरा? त्यो भएन, त्यो सेन्टरमा हाल्नु होइन भने त्यहीँ राख्नु न, जहाँ थियो। मैले त्यही बाल्नु पऱ्यो। म अमेरिकामा 5वटा त्यो त गलत भइरहेको, जम्मै गलत भयो त। ऊ जम्मै अझै त्यहाँ खसाइदियो जम्मै आएर घर शरीरमा लाउने त्यही समय। त्यहाँ हातले उसैले बाल्न, त्यसले बाले झन् छिटो बोल्छ, त्यसले जोरले बोल्छ कि। मैले सारेँ। त्यहाँ राख्यो, त्यहाँ माथि एउटा सेन्टरमा राख्छु के। देखिएन तेरो देखिनु पर्यो। ल त्यहाँ उता कुनामा राख। किन उता पर्दैन, यहीँ राख्यो। एउटा उता त्यो गेट साइडको राख्यो, एकदमै साइड, एकदमै स्टेनलेस स्टिल हो त्यहाँनिर। एउटा अर्को त्यहाँ, बस। गाइस बाहिरको भ्यू यहाँ पनि बालियो अलि थोरै एउटा हाम्रो इन्ट्रान्समा। अनि यहाँ
गाइज बडु छ रेडी फर पूजा। अझै 20 मिनट जति बाँकी छ। अब हामी यसो हल्का फुल्का फोटोसुट गर्छौँ। अब 5 मिनट बाँकी छ गाइज शुभ साहितको। अनि म यहाँ बेडमा बसेर पुरै रेडी भइसकेँ। पुरेत यसपालिको पुरेत यो वर्षको म। अनि पूजा गर्ने व्यक्ति यहाँ हुनुहुन्छ। ल्यापटपमा बिजी काम भयो। अब 5 मिनट बाँकी मात्रै छ बुढो। अनि त्यसपछि बुढो पूजा गर्नुहुन्छ। म चाहिँ पूजा गराउँछु है त गाइज। त्यो पहिला त्यो टिकालाई अलिकति पानीहरू हालेर ठिक्क पार्नु न। 2टा टिकालाई त्यो नजिक राख्नु। अब त्यसले नै पूजा गर्ने हो, त्यही भएर नजिक राख्नु। पक्नु अब त्यो कुसलाई नि कुसमा त्यो कुसको भाँडामा पानी हाल्नु। यो कलशको पानी हाल्नु त भयो। धेरै नहाल्नु बुढो। अब त्यो कुसलाई लिएर म मन्त्र पढ्दै जान्छु। हजुर त्यो गर्दै जानु, आफ्नो जिउमा छर्की जानु। ओम केशवाय नमः, ओम केशवाय नमः, ओम नारायण नमः, ओम नारायणाय नमः, ओम माधवाय नमः स्वाहा, ओम माधवाय नमः स्वाहा है। अब त्यसैमा त्यहीमा आफ्नो हात धुनु त्यो। अब त्यो दियो बाल्नु यसलाई मजाले बाल्नु दियो। अब म मन्त्र पढ्दै जान्छु दियोमा मजाले। के भन्छ अरे सबैले पूजा गर्नु त्यो बत्ती होइन। के अरे अबिर केसरी होइन। हरि ओम तसत ओम तसत ओम तसत ओम विष्णु ओम विष्णु श्रीमद् भगवते महापुरुषाय विष्णु रागाय प्रवर्तमानसे संकल जगत सृष्टिकारिणो श्री ब्रह्माणोहीन द्वितीय परादे विष्णुपदे श्री श्वेत वराह कल्पे अमुक गोत्र सम्झिनु। अनि त्यसपछि जन्मेको ठाउँ सम्झिनु श्रीलक्ष्मी। त्यसमा फुल चढाइदिनु भयो। सबै गर्नुभयो। अब श्रीयन्त्रको पूजा गर्नु। त्यहाँ छ सेतो सिक्कामा श्रीयन्त्र छ। अलि मजा लाउनु न। टिका पनि कस्तो गरेर लाग्छ के। फुल त्यो दुबो पनि चढाउने गर्नु। अब गणेशको पूजा गर्नु। गणेश भगवान यहाँ हुनुहुन्छ। दियो कलश गर्नु। त्यसपछि गणेश कलश पनि गर्नु। छर्के हुन्छ त। गणेश भगवान लड्डु चढाइदिनु पहिला मजाले। लड्डु चढाइदिनु। त्यसपछि सुन्नु त्यो दियो यतापट्टि सारिरहनु। त्यो दियोलाई अलिकति यता सार्नु न। त्यो दियो ए भगवान अब पोलेर आगो लगाइदिनु त्यसमा। त्यहाँ हेर्नु त कहाँ गयो छेउमा। अब त्यो गणेश भगवानलाई टिका सिका लगाउनु भयो। दुबो चढाउनु भयो। जौन तिलहरू अर्घमा पहिला त्यो हाल्नु त। दही हाल्नु एउटा केरा हाल्नु मजाले। अझै हाल्नु न केरा हाल्नु। अर्घमा पूजा गर्नु डन्टी सहितको। अनि त्यसपछि त्यसमा पानी हाल्नु। मह हाल्नु। यहाँ मह छ। पानी हाल्नु। मह हाल्नु न। त्यसलाई घुमाइकन होइन। अब अर्घलाई पूजा गर्नु। त्यसरी नै पूजा गर्नु।
लगाउनु पर्दैन कि छर्के हुन्छ भने। अनि त्यसलाई अब गणेश भगवान्लाई घुमाएर उतापट्टि गएर उता गएर खन्याउनु, हल्का चुहाउनु पानी। यहाँ गणेश भगवान्लाई यसरी घुमाउनु। यो तेलले होइन के बुढो, अर्घले। अर्घ 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 कहाँ छ? अघि नै भने मैले। त्यसलाई घुमाउनु अनि त्यहाँ गएर राख्नु गणेश भगवान्लाई घुमाउनु। हो 3 चोटि। लक्ष्मी न विदते न तत्फल समाप्नोति माँ लक्ष्मी न मायम देहि सौभाग्य समाग्र देहि पे परम सुखम नमस्ते आद शक्ति नमस्ते भवभंजनी विदेही देवी कल्याणी विदेही परम श्रियम विद्वांत यशस्वंत लक्ष्मी वंदन जन करु अचिंत रूप चरिते सर्वसुत विनाशिनी नमस्तुते महामाया सर्व सुख प्रदायिनी नमामय महालक्ष्मी नमाय परमेश्वरी नमाय जगद्राती नमाय परमेश्वरी। अब यहाँ सौभाग्यलाई लक्ष्मी मातालाई यहाँ चढाइदिनु चुरा त्यो त्यसमा टिकाहरू लगाइसक्नु भने होइन अर्पण गर्नु घुमाएर यतै राख्दै हुन्छ। उहाँलाई पनि अर्कोलाई यसरी अर्पण ऐना त्यसरी होइन ऐना देखाउने यसरी देखाउनु टाढाबाट देखाउनु के राख्नु श्रृङ्गार गरेर त मातालाई देखाउनु पर्छ क्या बुढो। अनि अर्घलाई यसरी घुमाउनु त्यसरी गणेश भगवान्लाई गरेको जस्तो अर्घलाई लिएर घुमाएर त्यहाँ गएर चढाउनु 3 चोटि। अब लक्ष्मी भगवान्मा त्यहाँ सबै यो तोरी छ नि तोरी चढाउनु बेसार चढाउनु सबै त्यहाँ भएको मजाले त्यो तिनटैमा सबैमा बेसार चढाउनु मेन लक्ष्मीलाई बेसार मनपर्छ त्यो श्रीयन्त्र हो बुढो। लक्ष्मी माताको मूर्ति यहाँ छ लक्ष्मी माताको मूर्तिलाई मैले त्यसलाई मानेर पूजा गरेको छु नि त हो। त्यो अब त्यहाँ इलाइची सुको मेल त्यहाँ जति छ नि त त्यो सबै चढाउनु। अब त्यो प्रसाद सुन्छ नि प्रसादमा थोरै अलि अबिर केसरी गरेर अनि लक्ष्मी भगवान्लाई अर्पण गर्नु। प्रसाद मिलेको छ वर्षला मिलेपछि राम्रो हुन्छ। गाइज पूजा सक्यो बल्ल तल्ल गरे बडो सरले अहिले मिलाएर के गर्नु सब भयोको भिडियो आइहाल्यो। अब यसो हल्का फुल्का फोटो खिच्छौँ। अब मलाई टिका लगाइदिएको त भिडियो कलले बनाइदिनु त्यही भएर के बनाउन पाइएन। गाइज पूजा पनि भ्याइयो एकदम साइडमा स्टार्ट गरेँ अरूको कसैको पनि स्टार्ट नभयो होला भन्नाले मेरो फ्यामिलीमा चाहिँ फ्यामिलीमा फोटो पठाएको थिएँ हामी त स्टार्टै गरेको छैन त्यो त सकिसक्यो भनेर भन्दै हुनुहुन्छ सबैजनाले। अनि 2 जना मात्रै छौँ बुढाले पूजा गर्नुभयो रमाइलो भयो योपालिको तिहार यसै भयो गाइज। अब खाना पकाउँछु खान्छौँ। पोहोर घरमा धेरै रमाइलो भएको थियो गाइज। अब नेक्स्ट टाइम घरमा चाहिँ कहिले हुन्छ भन्ने ठेगान छैन।
योपालि चाहिँ काठमाडौँमा भयो बुढाबुढीको तिहार, बुढाबुढीको तिज, बुढाबुढीको दसैँ, सबै चिज बुढाबुढीकै भयो। यो वर्षको चाडपर्व सबै यहीँ हुनेछ। छठमा पनि कहीँ जान पाउँदिनँ। तिहारमा चाहिँ भाइटिकामा चाहिँ गुन्जन पर्सि आउँछ। त्यसपछि भाइटिकाको पनि कति क्लिप हुन्छ थाहा छैन, यसमै पनि इन्क्लुड गर्न सक्छु, नभए छुट्टै ब्लग पनि बनाउन सक्छु। गाइज अब सबै पूजा सक्यो, अब खाना पकाउन जान्छु, खान्छौँ। यसरी नै हाम्रो तिहार बित्यो। होप तपाईँहरूको चाहिँ एकदम राम्रो बित्यो होला। बाई बाई, ह्याप्पी तिहार गाइज, सी यू अन नेक्स्ट ब्लग।